अरू बेला जति अल्छी लागे पनि रमाइलो गर्ने बेला एन्जिला चौधरी कहिले पनि पछि हट्दैन। यो बिहानको कुकुरीको आवाज सुनेर थाहा पाइसक्नु भएको होला। गुड मर्निङ गाइज, वेलकम ब्याक टु द एन्जिला चौधरी। अब त अति भयो। गुड मर्निङ गाइज, वेलकम ब्याक टु द एन्जिला चौधरीको च्यानलमा। आज चाहिँ म जान लागेको छु हाइकिङ। तराईमा हुर्केको बच्चा हो। हाइकिङ ट्र्याकिङ यो सब मेरो बसको बात त होइन, तर पनि आई एम गोइङ टु ट्राई इट होइन। सो गाइज आई एम रेडी नाउ, यु क्यान सी है होल मलाई थाहा। सो गाइज म हिँडेको अब होस्टेलबाट। मेरो उता एउटा मात्रै साथी छ। फर्स्टमा चाहिँ 4-5 जना भनेर प्लान गराएको थियौँ हामीले। लास्टमा जाने भनेको 1-2 जना मात्रै हो। सी इज माई ट्र्याकिङ के अरे हाइकिङ पार्टनर। टेम्पोमा जाने हो र निर्जला, हामी यति मेहनत गरेको भए तिमी डक्टर भन्थ्यौ होला। आज म सिए भन्थ्यौ होला, तर हामी पढाइ युट्युबमा हाल्ने होइन, म हालिदिन्छु तर आज हामी हाइकिङको लागि 5 बज्नुभन्दा अगाडि उठिथ्यौँ के ब्र। यतिको मेहनत हुनु पर्यो। 4 बजी होइन 5 बजी, 5 बज्नुभन्दा अगाडि भनेको होइन। खाजा खाना आएको कस्तो भोक लागेर चिल्लो चिल्लो खाइन्छ, इनर्जी आउँदैन। मेरो आँखा कस्तो पफी देखिरहेको छ। म कति घन्टा सुतेँ भने आज 2, 3, 4, 5 3 यस्तै, 3 साढे 3 यस्तै सुतेँ। गाइज हिँडेको 10 मिनट भयो होइन, स्याँ फ्या गर्न थाल्यो होला। यस्तो मान्छे हाइकिङ आउने अरे, आएकै छ नि त। यस्तो मान्छे हाइकिङ आउने अरे। अनि तराईको त प्योर तराईकै हो। अलिकति उकालो देख्नु न हाइकिङ भन्न थालिहाल्ने। वाट द हेल ब्रो, म त सक्दिनँ होला। फर्क्यौँ निर्जला। धेरै मेहनतपछि आफ्टर स्ट्रगल टिकट काउन्टरमा पुग्यौँ। टिकट काट्यौँ। अब हामी भित्र जान लाग्यो। यु क्यान सी गाइज हामी भित्र आइसक्यौँ। एन्ड त्यहाँ बाहिरको चेक गर्ने दिदीले के 2 जना मात्रै हो अरे। हो 2 जना मात्रै भन्यौँ। अनि त्यसपछि कहाँसम्म जानुपर्ने हो थाहै छैन। कहाँसम्म जानुपर्ने हो के भन्ने हो। अब माथिसम्मै जाने हो भने कहाँसम्म पुग्ने थाहै छैन। यस्तै हो, दुइटै अनाडी भएपछि यस्तो हो यहाँ चाहिँ। गाइज 10 मिनट हिँड्नेछ फेरि बसेछ, 10 मिनट हिँड्नेछ फेरि बसेछ। यस्तो पाराले त हामी हाइकिङ गर्ने जस्तो भएन यो। तर मजा त मजा आइरह। तर मजा त मजा आइरह। चिसाला अनि के मजा आइरह। तर स्नैपचैट वाली स्नैप होइन है, स्नैपचैट वाली स्नैप नहीं है, इट्स नॉट स्नैप गाइस। चराहरूको आवाज सुन्नु भएको छ र सुन्नै मजा आउँदो। वाउ ल है गुटुकाले भर्खर भित्र आएको, भर्खर खोलिहाल्यो। अलिकति खाम पछिसम्म, अलिकति बचाइ खाम। हामी गरिब हो, हाम्रो मम्मी बाबा धेरै मिहिनेत गर्नुहुन्छ भन्ने त छँदै छैन के। वातावरणै छैन के फ्युचरको लागि भनेर। चुलाएर खाउँदै खानु कहाँ छ भन्दा बढी त तिमीले नै खाएको नानी। मैले जलाले मलाई भर्खर ठाउँ लास्ट हेरिदियो के फेरि के गाइस। अहिले त्यहाँ कपालहरू गइरहेको थियो। हामी कहिले होला यसरी जाने भन्छे। अनि फेरि के भन्छ, मेरो त होला अरे, तिम्रो त सम्भवै छैन अरे। किनभने आई बिहेभ लाइक अ टम्बोय रे के। म अलिअलि भए पनि गर्लिस छु अरे। म त छु, उचाइ छ गरे म त छुइनँ अरे के। उसको भनाइ अनुसार म छु गाइस, म प्योर टम्बोय हो गरे। तर प्लिज एन्जललाई लाइक गरेर कमेन्ट नगर्नु होला है। छु र
तर अलिअलि बिहेभ गर्छु त्यो म एक्सेप्ट गर्छु तर त्यो टोटल्ली हुन्छ नि त्यस्तो चाहिँ छुइनँ। गाइस कहाँ जाने हो थाहा छैन, यतिकै आइयो हावातालमा। शिवपुरी पिक जाने त भनियो तर कहाँ पुग्ने हो। हामी गर्लफ्रेन्ड बोयफ्रेन्ड कपल्सवाला नभए पनि नो वरिज, म तिम्रो सुरक्षा गर्थेँ कि। त्यही भएर त भने केले मलाई प्ले बोय छि टम बोय। त्यही भएर त ल आई एक्सेप्ट द्याट। तर वी डोन्ट निड अ बोय म्यान, वी क्यान टेक केयर आवर सेल्फ। बट यसले एरोगेन्ट त्यस्तो फिल गराउँदैन के, यसलाई एउटा इन्डिपेन्डेन्ट वुमेन फिल गराउँछ जो चाहिँ मलाई भन्नु छैन अनि म इन्डिपेन्डेन्ट भएर सुन न। अनि म भनिरहेको छु त यस्तो खतरा भन्नलाई थिएँ। यसलाई भन्छन् इन्डिपेन्डेन्ट वुमेन जो चाहिँ बाउको पैसामा फालिरहेको छ। मलाई बाउको होइन हस्बेन्डको पैसामा चाहिँ पाल्नु पर्ने छ। अब उसकै पैसामा मोज मस्ती गर्छु। हामीभन्दा पछाडि हिँडेको मान्छे कहाँ पर पुगिसक्यो साँच्ची भनेको। मुख मात्र चल्छ क्या साँच्ची। रन गाइज रन, लेट्स रन। पेट दुख्यो, के दुखिरहेछ मेरो त, के दुखिरहेछ के दुखिरहेछ। निर्जला रुकौँ क्या अब, रुकौँ 5 मिनट दुख्रो भने रुकौँ। हाइकिङ वाक रनिङ वाक। छोला ग्याङ म्याचिस। हामी छैन ब्याड बिच, यो छ ब्याड बिच, म त छुइनँ ब्याड बिच। म ब्याड तिमी वर्स। 5 मिनट पछि यसरी बस्न थालेपछि कहाँ हुन्छ त नि। जाम क्या अब उठ यार। अघि भर्खर मुनि बसेको होइन प्योर तराई। कोदाको थाप्लो रे। अनि गिटार, यहाँ त गिटार फुल टिप्ने। सरी त्यो फुल मैले टिपेको होइन है, त्यहाँ रक्सी चुरोट केही पनि छैन। डरमाकोको फुल प्रमोसन भइरह यहाँ। इफ यो भिडियो डरमाकोसम्म पुग्यो भने सम्पर्क। तिहार प्याकेज पठाउँ मलाई यसको। तिहार त सक्यो त। ए पिआर प्याकेज भनेको यस्तो राम्रो खाने मैले। इट्स नट प्रमोटेड है, मैले कुनै प्रमोसन गर्न लागेको होइन। ए पहिला यो भिडियो भाइरल त हुनुहुन्थ्यो, के को प्रमोसन र सरमोसन हो र। अघि न के एउटा मान्छे एउटा अङ्कल आउनुभएको थियो। कहाँसम्म जाने हो नानी भनेर भन्नुभयो। हामी माथिसम्म पुग्ने हो भनेर भनिदिउँ। ए अहिले यस्तो थला परिसक्यो तिमीहरू के माथिसम्म पुग्ला हो अरे के। त्यो अङ्कलले पनि हामीलाई मजाक लिएर गयो। अब हामी माथिसम्म पुग्नै पर्छ, यो हाम्रो इगोमा आइसकेको छ। हामी तराईको भए पनि हामी पहाडीभन्दा कम छैनौँ निर्जला। त्यही भएर यहाँ सनस्क्रिन लगाएर रेडी हुँदैछ मान्छे। हाइकिङ भन्ने कुरा जस्तो भए पनि तर यहाँ गेटअप ड्रेसअप लुक्समा चाहिँ केही कमी कमजोरी आउनु भएन भन्ने धारणाका साथै हामी यहाँ मेकअप गर्नेतर्फ लागिरहेका छौँ। हामी निर्जला मेरो परम मित्र निर्जलासँग मैले मात्र लगाएँ, म पनि लाउने हो नि कि। हामी पनि के ल्याएको मैले हो। अहिले म रेकर्ड गरिदिन्छु ल प्लिज। फेरि कसैले भन्लान् वुमेन गरेर। नमस्कार दर्शकबिनहरू, हजुरलाई स्वागत छ म्यान भर्सेस वाइल्डमा। आज हामी आएका छौँ शिवपुरी जङ्गलमा। यहाँ एकदमै दर्दनाक कथाका साथ प्रस्तुत हुँदैछु। आज म एन्जिला चौधरी क्यामेराम्यान साथ निर्जला चौधरीको साथमा। आउनुहोस् मेरो शिवपुरीको जङ्गलमा के बताउँछु। जङ्गलमा के पाइन्छ। यो हो घाँस, यो हो घाँस। कुन चाहिँ घाँस हो? कहिले बनाउनु यो? कुन चाहिँ घाँस हो? मेरो सास। फेरि तिमी यस्तै गर के।
कता जाने तपाईँहरू यता हो कि यता कता हो यता सिडीबाट जान्छ यता भन्नुभयो दाइ थ्याङ्क यू भयो यो मान्छेबाट केही हुन्न खालि म्यान भर्सेस वाइल्डमा आएको वाइल्ड पनि भएन म्यान त म्यान यस्तै भयो जिन्दगी अब म कहिले आमा हाइकिङ हामीले पनि यस्तो गराइदिउँ न त्यहाँ अङ्कलहरूले भनेको जस्तो हामी पनि स्वर्गमा गइहाल्यौँ भने अन्त स्वर्गमा जान लायकको काम त केही गरेको छैनौँ त्यही नि हामी पनि उसमा कि आई मुभीमा छ नि यस्तो कुप्रो भन्नेलाई त्यो फर्स्ट हाइकिङ क्रैश हाइकिङ पहाड़ों के ऊपर जंगल के पार देखो कौन आया निंजा हटोड़ी हम सबका यार निंजा हटोड़ी निर्जला चौधरी हम सबका यार तुम सबका यार निर्जला चौधरी एन्जेला चौधरी आज गर्नु गरे यी थरुनी केटीहरूले यस ओए खतरा है यहाँ खतरा आइरहे बट टु बी अनेस्ट इट वाज नाइस एक्सपिरियन्स खुट्टा दुखिरहेछ स्यासा र फ्याफे पनि भइरहेको छ पानी पनि सकिसक्यो हाम्रो त बट वी आर ह्याप्पी कहिले काहीँ यस्तो आफूले आफूलाई थकाइदिन पनि जरुरी हुँदो रहेछ गाइज कति कोठामा घ्याच्च परेर मात्र सुतिराख्ने कति लाइभ मात्र बस्नु सट योर माउथ गाइज अब त अति नै गाह्रो भयो कि छ जोसँग सोध्छु अब 1 घन्टा छ भन्छ जोसँग सोध्छु अलिक माथि गएर सोध्छु अझ 1 घन्टा छ भन्छन् अझ माथि गएर सोध्छु अझ 1 घन्टा छ भन्छन् गाइज अगाडि गएको मान्छे त अगाडि पुग्यो के पछाडि गएको पछाडिबाट आइरहेको मान्छे पनि अगाडि पुगिसक्यो यो त धेरैभन्दा पनि धेरै इन्सल्टिङ कुरा भएको छ यहाँ अघि न अङ्कलहरू पनि माथि पुगिसक्यो होला नि यार हामी फोटो खिच्न लायौँ के गर्न लायौँ यस्तो त भएन त हाइट यस्तो हुन्छ नि त नि हाइकिङ आउने मान्छे अलिकति जोस जाँगर फुर्तीका साथमा अगाडि बढ्नु पर्यो लेफ्ट राइट लेफ्ट निर्जले कस्तो शरम गर्लो बहन नगर अघिदेखि 2 पाइला हिँडेर बसिरह के अरे अङ्कलहरूलाई देखेर कस्तो शरम गर्लो बहन साँच्चै भनेको अङ्कल हाम्रो बुढेसकालमा के होला के एकदम सकिन्छ म त ट्रेनिङ गरेर आएको नि तर पहाडी पिपलहरूलाई भित्रैदेखि सेल्युट आयो कि मेरो मुटुबाट मुटु फुट्ने गरी सेल्युट गरेँ कि म आजभन्दा धेरै ऊ भइसकेको होला के प्रोग्रेस भइसकेको होला डेभलप भइसकेको होला होइन पश्चिमतिर हाम्रोतिर त हो तर पहिला गए कसरी हिँड्थ्यो होला यार माथि पुग्ने हो र निर्जला हामी पुग्ने अघि अङ्कलले हाँसिजानु भयो थाहा कि नै यार त्यो अङ्कल हामीलाई देखाउनु नै पर्छ गाइज ओइ धन्नले हाम्रो लडेर मऱ्यो भने मै देखिन्थ्यो होला भगवान्लाई साँच्चै भनेको हामी त्यति लोसे त छैनौँ तर यिनीहरूको अगाडि हामीलाई लोसे फिल गरे के किनभने ऊ यार तराई पिपुल ब्रो तराई पिपुल भन्दै फाइदा उठाइरहेछौँ कि हामीहरू सिम्प्याथी गेन गरिरहेछौँ तराई पिपुल भन्दै सिम्प्याथी गेन गर्दै गाइज मेरो प्यारा गाइजहरू हेरिराख्नु होला प्रतिक्रिया दिइराख्नु होला कस्तो लाग्यो तपाईँहरूलाई टाइम भए पैसा भए पछि पनि गराउँदै गरौँला होइन यस्तै हो
जिन्दगानी दर्पण छायामा हामीले प्लान भनेको त 7-8 जनाकै थियो तर यस्तै भयो किनभने कोही पनि आएनन् एट द एन्डमा निर्जलेर म मात्र भयौँ 2टा थरुनी भएर हामी आयौँ यस्तो के हो यस्तो पब्लिक ठाउँमा यस्तो गर्ने हो तिमीलाई लास्ट गइ रुक आउनु तल गर रुक आउनु तल गर तर गरिहाल त लास्ट पचाको हेर गाइज आफ्टर अ लङ टाइम 1-2 घन्टाको यात्रापछि बल्ल एउटा सानो झरना फेला परेको छ गर न गर गाइज हामी यहाँसम्म त आइपुग्यौँ यहाँसम्म तर अझै कति हिँड्नु पर्ने हो रोक न एकछिन 1 आवर 45 मिनट बागदरा चाहिँ 45 मिनट पर्छ ब्रो सिपुरी चुचुरो 1 आवर 30 मिनट हामी 2-3 बजे पुग्छौँ कहाँ सिपुरी चुचुरो यहीबाट जाने हो हामी बागदरा हेलिप्याड जानुपर्छ जस्तो छ हेलिकप्टर बोलाउनु पर्यो पुग्यौँ है अब हामीलाई बागद्वार पुग्न 45 मिनट छ अनि त्यसपछि शिवपुरी पिक पुग्न चाहिँ 1 आवर 30 मिनट छ हामीलाई यहाँसम्म आउन कति मिनट लाग्यो भन्दाखेरि हामी 7 बजीदेखि हिँडेको नि 8 बजे त्यहाँ डेट 9, 10, 11, 12 बज्न आँटिसक्यो 4 आवर्स जति खासमा त यो 3-3.5 घन्टाको बाटो हामी लोसेलाई यहाँ आउन पनि 4 घन्टा लाग्यो भनेपछि अब 45 मिनट पुग्न हामीलाई 1.5 घन्टा कन्फर्म ल अब हामी कता जाने भयौँ अनि यता बागद्वार होइन बागद्वारसम्म पुग्यौँ बागदर यता होइन र ए बागद्वार यता देखाइ ऊ आज लड्छ है तिमी बिना आँखा छु म तिमी पाए हुन्छु पुरा गाइज हामी यहाँ देउरालीमा थकाइ मारिरहेछौँ होइन बस्दै आयौँ तर पनि यहाँ मोबाइल त म हेर्छु गाइज यो के हो के यो कस्तो राम्रो देखिरहेको तर एउटा यो उठाएर लैजाऊँ अनि घरमा रोप्ने कस्तो राम्रो देखिरहेछ नि यो है भित्तामा या फर्किने बेला लैजाऊँ ल ल ब्रो हामी कहिले यस्तो हुने सपना नि कस्तो हुनुहुन्छ तर मलाई एथलेटिकहरू कस्तो कुल चिर एकदम कस्तो लाग्छ के मलाई हिरोइनहरू यस्तो एक्ट्रेसहरू मलाई त्यस्तो लाग्दैन तर ब्रो एथलेटिक्सहरू त केही न केही छ के तिनीहरू आई फिल रिल्याक्स ब्रो हामी दिस इज द रियल एडभेन्चर ब्रो निर्जला ऊ एक्लै हिँडिरहेछ लुखुर बिचरा कहाँ नानी तिम्रो घर कहाँ तिम्रो घर त्यही भनेको हेर बिचरा गाइज अब पुग्छौँ भन्छु अझै बाटो छ अब पुग्छौँ भन्छु अझै बाटो छ के हो र गाइज फाइनली आइपुग्यो बागद्वार दाइ अनि यसको हिस्टोरिकल अरू केही छ भने भनिदिनु न यसको खासै मलाई पनि थाहा भएन यो जम्मा मैले जानेको भनेको चाहिँ बागमती नदीको उद्गम स्थल हो भन्ने हो चाहिँ जानेको यहाँको पानी अस्ति नै चिसो यहाँ चाहिँ बागमती नदीको मूल द्वार भएर यहाँ चाहिँ बागद्वार भनिएको रहेछ मलाई कस्तो भन्नु आएर यो लगेर होस्टेलमा सर्दै थियो
थ्याङ्क यू सो मच गाइज फर वाचिङ टिल द एन्ड। अब हामी यहाँबाट ओर्लिन्छौँ। ओर्लिएको पनि के देखाउनु र त्यही हो, त्यही बाटो हो। इफ यदि बाटोमा केही रङ्गी चङ्गी नयाँ भएको भए देखाउँला के अरे। अब यस्तै त हो गाइज, त्यस्तो नयाँ त केही पनि भएन। खुट्टा दुखेर त्यो झर्दा झर्दा ब्रेक लाउँदा लाउँदा टु दुखिरहेछ। त्यही हो नयाँ रङ्गी चङ्गी भनेको कुरा।